Thank you, brother. Thank you. I was a teacher. मेरो पापाले भन्दै थियो अब 11 इयरमा चाहिँ तिमीले लगाइदिएको स्कुलमा भनेर 11 वर्षमा पढ्यो but co-education was there, boy and girl up to class 4, you know. So after class 4, boys has to be go to TNSS, organic food, organic movement. We played a lot. We made a fun. Teachers are very strict. We go to the garden, then we collect that. We do some picnic there from our grower, you know. Harvesting, we go there. We enjoy. Saturday, Sunday was closed our school. I remember up to Monday to Friday only, like that. But those days we always very sincere, and the teachers were very friendly. And sometimes after school, after school we, ma'am, no ma'am, grandma. You didn't say ma'am, grandma. Tapiko dala bogdim, grandma. Tapiko khaja ko baso di bogdim, like that, But fees, monthly fees was about 8 आना means half rupee. अब जतिजना त्यो हाम्रो पिएनजी को कोटाबाट जान्छ उनीहरु मिसनको एडभान्टेज यति राम्रो भयो पिएनजी लाई कि अब हामी सिक्किमको मान्छे चाहिँ सिलिगुडी हैन सिङतामसम्म जानु नसक्ने सिलिगुडी जानु नसक्ने मान्छेहरु चाहिँ लन्डनमा अस्ट्रेलियामा त्यो पढ्ने अपर्चुनिटी चाहिँ पिएनजी को ब्याकग्राउन्डले गर्दाखेरि पाएको हो यो चाहिँ गराउँदै लिएर जानु भएको म कहाँ गएको अब स्कुल पढ्नुपर्छ भन्छ कि स्कुल के पढ्नु स्कुलमा कस्तो हुन्छ भने जान्दिन भनेर आमाको फरिया तानेर म चाहिँ जान्न पढ्दिनँ भनेको कि के पढ्नु घरमा त्यो अलिअलि सिकाउँथे नि हो आमासँग गएको नि 19 गएर जस्ट 5 इयर्स पुगेको मात्रै थिएँ ढुङ्गे क्लासमा थियो ढुङ्गे क्लास त्यति बेला के हो नि ढुङ्गे क्लास भनेको चाहिँ अब ढुङ्गाहरू भयो त्यो मकैको दाना हो त्यस्तो राखेर चाहिँ कन्ची गर्नु लाउँथ्यो बालुवाई बाल्ला मात्रै थियो हो खोलेको छ जानुपर्छ सबैजना भन्थ्यो त्यति बेला नानीहरू सम्झेर के जुत्ता चप्ली के हुँदैन थियो हाम्रो खुट्टामा त्यस्तै खाली खुट्टै आमासँग पछ्याउँदै तान्दै घिसिँदै चाहिँ छिट्टो हिँड भन्थ्यो हो घन्टी लाग्छ नि घन्टी लाग्दा चाहिँ नि अबे घन्टी लाग्छ जानिन भन्थ्यो घन्टी लाग्दा कस्तो हुन्छ घन्टी भने यस्तो गोलो हुन्छ अन्त ठ्याङ ठ्याङ बजाउँछ मजा आउँछ भन्थ्यो क्या मैले केटाको मात्रै स्कुल हो केटीको मात्रै स्कुल हो भन्ने थिएन केटी केटा सबै त्यो मास केटाहरू पनि कम्ती बदमास गर्थेन टेबलमा बसेपछि पछाडिबाट यस्तो यस्तो भन्दै उहाँ रुन्थ्यो कि बुढामाले आएर केटालाई यस्तो घुम्टाङ ठ्याम्मेर जेठी बुढामा पुरा पिर्थेन बदमास गर्छस् तल म यस्तो गरेर घुम्टाउँछु भन्दै गर्दिनँ भन्दै कि भर फेरि एकछिनमा त्यतिकै अर्कोले खोटेर हुन्छ बिचरा मिस रिची घरमै आएछ मलाई लिनु एकदम यो केटी एकदम ज्ञानी छ यसलाई म पढाउँछु भनेर क्या नेपाली कस्तो प्रायले बोल्थ्यो बिचरा हो म पढाउँछु म लगेर जान्छु भनेर भन्थेँ स्लेट स्लेट त्यो कालो हुन्छ बाहिर फ्रेम लगाएको काठको त्यो बिना कम्ती खुसी भएको नि त्यो चाहिँ फ्रीमा दिन्थ्यो हामीलाई हो चिनको हुँदो रहेछ नि त्यो चिनको बनाएको अरे कि झुम्का दिन्थ्यो क्या कति खुसी हुन्थ्यो नि हामीले